हाम्रो भाउजूको आलु निम्की खायो भने चाहिँ तपाईँहरू चाहिँ फेरि ढक हुन्छ है। टप दिनु भएको छ। यो चाहिँ हाम्रो लोकेसन चाहिँ कहाँ पो भाउजू? मखमली चोक। मखमली चोक टप। हाम्रो आयो है यो भैयाको आलु निम्कीलाई फ्लप खुवाइदिन्छ फ्लप। तातो तातो आलु निम्की खोइ चेर्स नगरी खायो ल अभी। अस्ति मेरो साथीसँग आएको थिएँ कि 50 रुपियाँ मात्र बोकेर आएको। म त कस्तो फेरि खाम भएर थुप्रो भएको छ युट्युबमा नहालेको। दामी भयो भाउजू ठिक छ। जाडोमा त सही तातो दामी दामी भएको छ फेरि अगाडि हुन्छ त दामी पिरो खानुपर्छ क्या। सुकेर फेरि त्यति स्वादिलो हुँदैन नि त। अरू खोर्सानीको त्यति टेस्ट आउँदैन। आजकल त अनि बुवाले डोलाउँदै हुनुहुन्थ्यो साइकलमा हालेर त्यसलाई। अनि त ल्याउनु भएको नि निनीकोतिर। अझ खाने अलिक बनाइदिनु त एक ठाउँ नानीलाई पिरो कम्ती ठिकै ठिक्क भयो। अझ ठिक हो। भान्जी अझै खाने अरे भर्खर भात खाएर आएको मान्छे मेरो पनि पेट टन्न। अब एउटा माइक राम्रो भ्युज आएपछि तर अहिले मान्छेहरूले कस्तो सुरुमै मजाले प्रिपेयर गरेर भिडियो के अरे उयो क्यामेराहरू नै बोकेर हिँड्छ हौ। त्यो सुरुमै लास्टमा त्यो भाइरल भएन भने त फाल्टै कुरा। कस्तो राम्रो क्वालिटीको भिडियो बनाएर हुन्छ।
अझै खान्छौँ ल